नेपालको ताजा खबर समाचार च्यानलबाट म बोल्दैछु होइन। किनभने हाम्रो देश नेपालमा रोजगारी हुनुपर्छ। बेरोजगारबाट विदेश धाउने, भारत धाउने, भारतको गुलाम हुने कति मरिरहेछन्। नेपाल भारतबाट विदेशबाट तपाईँको यो नेपालमा लास फिर्ता आउने यो पनि ठुलो पीडा हो। हामीले चाहिँ यो के गर्नुपर्छ भनेपछि नेपालमा सधैँ धाउने काम चाहिँ गलत हो। ल ठिक छ, बुढालाई चाहिँ बुढाले केही गरेन भन्छन्, बुढालाई साइड लगाउनुपर्छ। पुर्खैदेखि तनले नै देश चलाएको, अहिले युवाले के गर्छन् त हेर्दै जाउँ। युवाले देश चलाउनुपर्छ, युवाले मुहार पाउनुपर्छ। सिङ्गो नेपालमा अहिले 2082 10 महिना 21 गते आउँदो निर्वाचनमा हालेको भोट खसालेको मतदान गरेको सिङ्गो नेपालीले हालेको भोटलाई सदुपयोग होस् 1, देशको मुहार फेर्यो 2, देशलाई चाहिँ जनताको मुहार हासिल होस् 3। यी कुराहरू कहिले पनि टिप्पणीमा ल्याउनुपर्छ। ल्याएन भने फेरि नराम्रो हुनेछ। देशको गतिविधि कहाँ गइराखेको के गरे अबको आउने नेता अनि युवाले के गर्छन् हेर्दै जाउँ। पुरानोले के गर्यो भन्छन्, नयाँले के गर्छन् हेर्दै जाउँ। हामी सिङ्गो नेपाली, सिङ्गो आम जनतावासीहरू जस्तै मानौँ जग्गा जिमी बाँझो छोडेर घरमा ताला लगाएर बालबच्चा कहाँ के छोडेर आमा बुवा वृद्ध छोडेर भारत धाउनु परेको छ। यो चाहिँ कतै भएन। देशमा नै रोजगारी हुनुपर्छ, पक्कै हुनुपर्छ। यो ठिक लागेको छैन हाम्रो देश नेपालमा। राम्रो त आउला होइन खै हेरौँ। अब चाहिँ हामीले गरेको कुराहरू चाहिँ सत्य नै हुनुपर्छ। यो देशमा यो नै चाहिँ राम्रो हुनुपर्छ। देशको गतिविधि चाहिँ नयाँतिर ल्याउने, नयाँ ढङ्गले जाने। पुरानाले के गर्यो भन्छन् त्यो चाहिँ गलत हो। गरेकै हो उनले पनि, नगरे होइन। तर जस्तो गर्नु उस्तो कसै कुनै पार्टीले पनि गर्न सकेन, कुनै व्यक्तिले गर्न सकेन। अबको आउने युवा अबको आउने तपाईँको यो युवा नेताले देशको मुहार फेर्नुपर्छ। सधैँ विदेश आउने, विदेश भारत आउने यो चाहिँ गलत भइराखेको छ है हाम्रो देश नेपालको बारेमा। राम्रो मुहार चेन्ज ल्याउनुपर्छ। देशको गतिविधि हामीले हेर्नै पर्छ। कुनै नेताले पनि धेरै ख्याल गर्नुपर्छ। कुनै जनतामाथि यदि होइन भने सिङ्गो नेपालीले रोजगारी मिलेन के गर्यो भने के गर्छ हेर्दै जानु। अबको आउने नेता, अबको युवा सिङ्गो देशलाई हासिलो बनाउनुपर्छ अबको आउने नेताहरूले।